एकदम ठुलो ग्याङ गुरुङ गरेको छ अरे मेरो आवाज आएको छ कि छैन चाहिँ थाहा छैन मलाई उता पछाडि चाहिँ पानी चाहिँ अझै पनि परिरहेको छ बिदो भएको छैन र मेरो विचारमा लाग्छ कि आज चाहिँ रातभरि पानी पर्छ जस्तो लाग्छ आकाश बादलतिर हेर्दाखेरि चाहिँ किन आकाश भयो भने पानी देखिएको छ नि त होइन घन्टाबारमा सबैजनालाई मेरो रिक्वेस्ट चाहिँ के हो भने चाहिँ घरबाट बाहिर ननिस्किनु सबैजना घरभित्रै बस्दैन घरै सुकु लगाएर तातो चिया खाएर बस्नु घन्टाबारमा अरू केही अपडेट भयो भनेदेखि देखाइहाल्छु र अपडेट भएन भने चाहिँ त्यही हो साथीहरू है सबजना घरभित्रै बस्नु होला बाहिर कोही पनि ननिस्किनु पानी चाहिँ लगातार परेको छ है त त्यही हो अपडेट ल यहाँ चाहिँ यस्तो भइसक्यो पोखरा अस्ति परेको क्या है यहीं आके पोखरामा बबाल भयो पानी परेर पोखरामा चाहिँ आज चाहिँ एकदमै बबाल पानी परेको छ एकदमै ठुलो परेको छ पानी चाहिँ र पोखराको धेरैपछि असिना पनि परिरहेको छ यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ एकदम बबाल पानी परिरहेको छ पोखरामा चाहिँ यतिखेर चाहिँ हामी घरमा मालेपाटनमा छौँ होइन चट्टपारमा हेर्नु सक्नुहुन्छ रहेको ठाउँहरूमा परेको छैन भने पनि कमेन्ट गरिदिनु होला चट्ट लाएर होइन दाम परिरहेको पानी चाहिँ यस्तो देखाएको छ त्यो देखाएको छ होइन ल अब चाहिँ फाइनली पानी चाहिँ बिदो भइसक्यो अलिअलि बिदो भइसक्यो अलिअलि चाहिँ पानी चाहिँ परिरहेको छ होइन पानी चाहिँ बिदो भइसक्यो फाइनली पानी बिदो भयो तर अलिअलि पानी चाहिँ परिरहेको छ मलाई जहाँसम्म लाग्छ यो चाहिँ पोखराकै सबभन्दा ठुलो पानी परेको जस्तो लाग्छ थोरै थोरै अस्तिना पानी पनि परेको थियो अब चाहिँ पानी बिदो भइसक्यो फाइनली होइन अघि चाहिँ एकदमै ठुलो पानी परेको थियो अझै उता हेर्नुहुन्छ भने चाहिँ उता चाहिँ अझै पानी नै बाँकी नै छ होइन तत्तलाहरू उतातिर चाहिँ अनि यता चाहिँ पानी बिदो भइसक्यो र यस्तो देखिन्छ अझै एकदमै राम्रो सफा देखाएको छ यस्तो छ साथीहरू टट्टपारमा अब पानी पर्दैन होला मेरो विचारमा उता चाहिँ अझै नै पानी चाहिँ बाँकी नै छ कम भएको छैन उहाँ चाहिँ अझै पानी परिरहेको छ र चट्याङ पनि बेला बेलामा परिरहेको छ अब हेरौँ के हुन्छ उता हेर्नुहुन्छ भने चाहिँ पुरै पानी नै अझै नै बाँकी नै छ उहाँ चाहिँ होइन अझै नै रोकिएको छैन उताबाट चाहिँ अझै आउनु सक्छ मेरो विचारमा नआउनु पनि सक्छ हेरौँ के हुन्छ है त साथीहरू सबैजना चाहिँ घरबाट ननिस्किनु होला घरभित्रै बस्नु किनभने पानीको त भर छैन नि त अझै नै ग्याङ गुरुङ त गरिरहेको छ होइन चट्टपारमा घरभित्र बस्नु बाहिर निस्किनु होइन त्यही हो साथीहरू ल है त तपाईँहरूलाई चाहिँ अब चाहिँ म चाहिँ माथि पनि के भएको छ भनेर देखाउँछु होइन अझै पानी बिदो भइसक्यो अलिअलि चाहिँ सिमसिम त परिरहेको छ पुरै चाहिँ बिदो भएको छैन कि अझै नै परिरहेको छु अब माथि के भन्छ देखाउँछु है म चाहिँ तपाईँलाई माथिको चाहिँ खासै केही नभएको रहेछ यस्तो छ माथिको चाहिँ खासै केही नभएको रहेछ हामीले चाहिँ लुगा चाहिँ सुकाएको थियौँ तर अहिले चाहिँ लुगा उठाइसक्यौँ हामीले चाहिँ यस्तो भएको चाहिँ केही भएको छैन खासै त पानी अझै नै बिदो भएको छैन कि पानी चाहिँ
अझै नि परि नै रहेको छ, बिदो चाहिँ भएको छैन। लुगाहरू हामीले सुकाएको थियौँ त्यो अघि उठाइदिइसक्यौँ होइन चट्ट लाएर। पानी चाहिँ अझै पनि परिरहेको छ, पानी चाहिँ बिदो भएको छैन कि परिरहेको छ। तर एउटा कुरा के राम्रो भयो भने चाहिँ हाम्रो फुलहरू चाहिँ सबै पुरा टोटल्ली नै भिजाएको छ कि होइन, पानी हाल्नु परेन। कस्तो दामी भइरहेको छ फुलहरूलाई चाहिँ। हामीले चाहिँ मिनी गार्डन पनि छ, यता चाहिँ मिनी गार्डन पनि छ र पानीहरू चाहिँ हेर्नुहुन्छ भने चाहिँ उता चाहिँ अझै पानी आइरहेको छ यतातिर। अब के हुन्छ भने चाहिँ केही पनि थाहा छैन, सबैजना घरै सुरक्षित भएर बस्दिनु होला, बाहिर ननिस्किनु कोही पनि, किनभने पानीको त भर हुन्न नि त होइन चट्टबारमा। अनि यो चाहिँ लोकेसन चाहिँ कहाँ हुनुहुन्छ भने चाहिँ यो चाहिँ लोकेसन चाहिँ यो मालेपाटन हो, यसलाई चाहिँ मालेपाटन भनिन्छ। र हाम्रो घरको ठ्याक्कै उता चाहिँ यही हो होइन, वातावरण चाहिँ यस्तो देखिन्छ। हाम्रो घरको साइडबाट चाहिँ दामी देखिन्छ वातावरण। र यसलाई चाहिँ मालेपाटन भनिन्छ, एकदमै राम्रो छ कि ठाउँ चाहिँ। र अब चाहिँ पानी चाहिँ पुरै अझै नि बिदो भएको छैन, परिरहेको छ पानी चाहिँ, अझै सिमसिमे परिरहेको छ। हावा नि एकदमै चिसो लाग्छ, के हुन्छ तपाईँलाई देखाइहाल्छु म। च्यानलमा नयाँ हुन्छ नि सब्सक्राइब गरिदिनु, तल लगाएर चट्ट पारमा एक लाइक पनि ठोकिदिनु होला। पानी चाहिँ अझै नि बिदो भएको छैन, आकाश नि सफा भएको छैन कि, अझै आकाशमा नि उता देख्न सक्नुहुन्छ होला, देख्नुहुन्छ होइन, चट्ट पारेर स्क्रिनमा देखाइदिएको छु। त्यहाँ चाहिँ अझै नि पानी परिरहेको छ, अझै नि पानी रोकेको छैन, पानी परिरहेको छ। त्यही हो साथीहरू होइन। अब जाडो महिना छ, चट्ट लगाएर चिसो तातो तातो चिया खान्छु, अनि लप्प परेर बस्छु ल्यापटप हेर्दै चट्ट पारमा। भिडियो एडिटिङ पनि गर्नु पऱ्यो। त्यही हो साथीहरू, अहिलेलाई चाहिँ बाई बाई, भेटौँला एकछिनमा, पिस आउट। अघि चाहिँ एकछिन पानी बिदो भएको थियो, र अहिले चाहिँ फेरि यता चाहिँ पानी परिरहेको छ। र अघि मैले मम्मीलाई चाहिँ फोन गरेर सोद्धाखेरि चाहिँ मम्मी चाहिँ लेफ्ट साइडमा हो नि त, त्यो मम्मीलाई फोन गरेर सोद्धाखेरि चाहिँ मम्मी यता पानी परिरहेको छ, उता परेको छैन भनेको, उता पानी परेर चाहिँ एकदम ठुलो ग्याङ गुरुङ गरेको छ अरे। मेरो आवाज आएको छ कि छैन चाहिँ थाहा छैन मलाई। र उता पछाडि चाहिँ पानी चाहिँ अझै पनि परिरहेको छ, बिदो भएको छैन। र मेरो विचारमा लाग्छ कि आज चाहिँ रातभरि पानी पर्छ जस्तो लाग्छ, आकाश बादलतिर हेर्दाखेरि चाहिँ। किन आकाश भयो भने पानी नै पानी देखिएको छ नि त होइन चट्टबारमा। सबैजनालाई मेरो रिक्वेस्ट चाहिँ के हो भने चाहिँ घरबाट बाहिर ननिस्किनु, र सबैजना घरभित्रै बस्नु होइन, घरै सुकुल लगाएर तातो चिया खाएर बस्नु चट्टबारमा। अरू केही अपडेट भयो भने देखाइहाल्छु, र अपडेट भएन भने चाहिँ त्यही हो साथीहरू है, सबजना घरभित्रै बस्नु होला, बाहिर कोही पनि ननिस्किनु। पानी चाहिँ लगातार परेको छ है त, त्यही हो अपडेट।